सो वेलकम ब्याक एभ्री वान। भर्खर म ड्युटी सकेर फर्किँदैछु उता माझिटा। आजको भिडियोमा चाहिँ के हुनुवाला छ भन्दाखेरि चाहिँ टाइटल हेरेर चाल पाउनु भयो होला कि आज चाहिँ हामी बाइकको सर्भिसिङ गर्न जानुपर्ने छ। ब्रेक प्याडहरू सकिसकेको छ। सो द्याट्स वाइ। अनि चाहिँ मेरो मम्मीले दिनुभएको हो, यो मैले नयाँ इन्स्टल गरेको यो र यो फोनको माउन्टको लागि। अनि यो त अलरेडी छँदैछ। अनि यो हल्लिँदै गरेको चाहिँ यो चाहिँ मेरो सानो नानाले दिनुभएको एल्जा नानाले। म हिजो नाम्ची गएको थिएँ नि त। सो त्यस्तो छ कथा। अब यहाँ अलिकति फ्युल अप गरेर चाहिँ जानुपर्छ। पुरा बाइकको लुक्सा चाहिँ अहिले चेन्ज भइरहेको छ। यो स्टिकरहरू लगाएर यहाँ इनफिल्ड रोयल इनफिल्ड लेखेको छु। यो मेरो युट्युब इन्स्टाग्राम र फेसबुकको नाम है। मेरो बाइकको नाम एउटा बच्चन छ स्याम्स 23 परमप्रभु मेरो गोठालो हुनुहुन्छ भन्ने। अनि यहाँ एउटा लगाएको छु आरीको लोगो हो। यहाँ एउटा युजे राइट्स लेखेको छु। हेलमेटमा पनि छ युजे राइट्स यहाँनिर, तर देख्दैन होला। यहाँनिर छ। अन्त यहाँ एउटा युजे राइट्स, त्यहाँदेखि त्यहाँ एउटा युजे राइट्स, यस्तो भइरहेको छ। यो मोबिल हो चेनको लुब्रिकेसनको लागि। अब माझिटार जानुपर्छ। अनि माझिटार गएर चाहिँ इनफिल्डको सोरुममा अलिकति सर्भिसिङहरू गर्नु छ। त्यही चेन पुरा आवाज गर्दैछ। आज बिहान म नाम्चीबाट आएको, त्यो भएर यस्तो भइरहेको छ। मैला हो, एकदम घिनलाग्दो भइरहेको छ। यहाँ टक्कै फोन माउन्ट गर्दा दामी देख्दो रहेछ। भेट्छ फुल चाहिँ हाल्नु हुँदैन, कहिले पनि प्रब्लम हुन्छ कि। छैन त तेल त 500 600को आँट्छ होला। 600 आँट्नु पर्ने है। खाली त खाली भइरहेको छ। ठिकै छ, अलिकतिले भरेन। सो अगाडिको लुक्स चाहिँ यस्तो छ। हुन्छ, थ्याङ्क यू दादा। भेटौँ फेरि एकछिनै। पड्क्यो। आइया हो, डिस्टर्ब भएछ बिचरा। ट्रिप ए चाहिँ 0 गरिराखौँ। आमामामा चेनको पुरा आवाज हुँदैछ। खटाक 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 गरेछ। त्यो लुब्रिकेसन सबै गएछ कि। ए हौ पानी रहेछ अलिकति यताबाट। अट्टेसँगले है। हाम्रो आमा हो अटल सेतु ब्रिज देखिन पनि हो। ब्रिज हेर्दै हिँड्दै थिएँ माझिटार उता। इन्डियाको कतिलो फ्ल्याग छ यहाँ चाहिँ। पुरा बज्यो चेन। यो खोलादेखि उता चाहिँ साउथ सिक्किमै फेरि चेन यति घिनलाग्दो बस्दैछ कि बाइक कुदाउनु माया लागिरहेको छ। होस पुऱ्याएर गाडी कुदाउनुपर्छ। बाइक पनि हतारले कुद्नु भएन। उताबाट सुई आयो भने मजाले बज्छ ड्याममै। अब आइपुग्न आँटेको चाहिँ यो चाहिँ के हो भन्दाखेरि फाटक है। यता ओह्रालो गयो भने चाहिँ साउथ सिक्किम, उता गयो भने चाहिँ यो इस्ट सिक्किम कन्टिन्युस। मेरो अगाडिको ब्रेक प्याड त पुरै गइसकेको छ नि हौ, चिल्लो भइसकेको छ। पर सोरुम पुगेपछि देखाउँछ है त। यस्तो माया लाग्दो स्थिति भइसकेको छ कि ब्रेक प्याडको। स्टुडेन्ट्सहरू पूर्वेली बतासैले सन्देश ल्यायो। मेरो हरेक भ्लगमा कभर हुने यो वान अफ द मोस्ट फेमस ओसिस क्याफे क्या हो। जहिले पनि गाडी आउँदै रहेछ। म चाहिँ अलिक निकै लामो परसम्म अलिक खुल्ला छ र जग्गा छ भने मात्रै स्वात्तै मार्छु है। यसरी ओभरटेक। जुन चाहिँ अगाडिको ड्राइभर हुनुहुन्छ है, उहाँहरूलाई चाहिँ थाहा दिएर म आउँदैछ है भन्ने पाराले हर्न बजाएन भने यसो लाइट पिलिक पिलिक गरेर क्या पास माग्छ नि। यहाँनिर खिचिक खिचिक गरेर त्यस्तो गरेर भए पनि
ठुलो गाडीहरू पनि सँगसँगै हिँड्छ कि अन्त त्यही भएर चाहिँ अलिक होसियारले हिँड्नुपर्छ। यहाँ लु अब माझीटार आइपुगेको हो अब चाहिँ। यो उकालो चाहिँ रेलवेहरू बनिँदै गरेको जग्गा, माथि गाउँहरू पनि छ। अन्त लुपिनको बस टक्कै रोकेको रहेछ यहाँ। यो ओह्रालो चाहिँ सुन्दर रिजोर्ट टु माई लेफ्ट। सोरुम चाहिँ यहाँदेखि अलिकति पर हो, अलिकति अझै। चेन यति बेसी बचेछ कि अब म सुनेर मलाई इरिटेट लागिसक्यो बोल्नु पनि कि। मेरो रुम जाने जग्गा चाहिँ यो राइट साइडदेखि हो, ऊ त्यो यो राइट साइडदेखि बाटो अलिक भित्र पसेर अझै माथि हिँड्नु पनि पर्छ। हिमालयन फार्मेसी इन्स्टिट्युट हाम्रो सिप्लाको बस पनि आइदियो ठिकै। फार्मेसी कलेज ऊ त्यहाँ इनफिल्डको सोरुम त्यो मैले। हेलो नानाहरू, आइया हो। हेलो दादा, आइया हो। चेन लुब्रिकेसन क्लासिक 350। सो दिस इज द वर्कसप रोयल इनफिल्ड। मैले यहीँबाट यो बाइक निकालेको भाइ 1 साल भयो बाइक निकालेको पनि। हेलो हजुर। ओ बुबु ठिकै हुनुहुन्छ? म ड्युटीबाट सर्भिसिङको लागि। He's adoring my bike. Aura 1000 plus खुसी लाग्छ यस्तो हुँदा चाहिँ। ब्रेक प्याड चाहिँ छैन हो, अहिले निकाल्नुपर्छ। काम चालू भयो, काम चालू भयो। खत्म। थोड़ा दिखाइए तो ये वाला। ए यस्तो भइसकेको छ। यो जुन चाहिँ यहाँदेखि अझै एउटा यसको लेयर हुन्छ कि यहाँदेखि अलिक माथि, त्यो चाहिँ हुनुपर्ने त्यही चाहिँ हो। त्यो चाहिँ गएछ नि त, चेन्ज गरिरहेको ब्रेक प्याड चाहिँ मैले लाग्यो। चेन लुब्रिकेसन बस खतम। 270 रुपिस मात्रै लाग्यो यो अगाडिको ब्रेक प्याड चेन्ज गर्नु। पछाडिको त छँदैछ, यहाँ हेर्नु सक्नुहुन्छ तपाईँहरूले। अलिक देखेन हौ खै, अलिक बिजुली बालुङ छ है। यो टायरको रिङ भयो, यसको साइडमा यो एउटा दुईवटा छ नि, त्यो चाहिँ हो फ्रिक्सन क्रिएट गर्ने। अनि फ्रिक्सन क्रिएट गरेपछि चाहिँ यसरी ब्रेक लाग्छ नि त, रिङमा यसरी च्याप्पै पक्रेपछि। त्यही हो त्यो सिस्टम, ब्रेकिङ सिस्टम चाहिँ। So everything is done. I need to go. कताबाट गो गरौँ हौ, यताबाटै गो गरेको ठिक होला। काफी धन्यवाद हजुर। अगाडिको चाहिँ चेन्ज हो, यतै हुन्छ। थ्याङ्क यू, भेटौँ फेरि। फेब्रुअरीमा रहेछ है। हुन्छ बु, बाई बाई। सवारी जस्तो भएको छ कि लामो भएर। हुन्छ बाई बाई नानाहरू। अब चाहिँ उता जानुपर्छ। मायालुको बस आयो गान्तोकदेखि सिलिगुडी। सरररर ए सिलिगुडीदेखि गान्तोक हो। यो अघि भनेको थिएँ नि जुन चाहिँ हिमालयन फार्मेसी कलेज हो, त्यो कलेजको चाहिँ केटीहरूको कुर्ती, केटाहरूको चाहिँ यस्तो सर्ट र प्यान्ट। कति मजाले सुतेको यो। अच्छा अच्छा, यिनीहरूलाई चाहिँ यस्तोमा कनायो भने खुब न्यानो मान्छ।